भाइ हाम्रो भाइ पहिला लगा टिका लगा ल गाइस के भन्नुपर्छ बुझ्ने के भन्नुपर्छ वेलकम होम भन्नुपर्छ खै के भन्नुपर्छ वेलकम होम भन्नुपर्छ भाइलाई सियाको भाइलाई देवांशले चाहिँ सियाको सानो भाइलाई लुकेको अरे माया पनि गरिरहेछ
भाइ मन पर्यो ऊ त दिव्याङ्श भाइ मन परेन ऊ मन पर्दैन यो दुईजना मनपर्छ अर्को प्रियङ्का भाइ कसको धेरै माया लाग्छ तिनीहरूकै भाइको नाम थाहा छ के हो सायन सायन भन त सायन हो भाइको नाम भाइलाई लिएर सक्छु ल चिन्ता यस्तो ल सियालाई पठाइदिउँ ल र यसको लागि मैले किरण पनि बनाएँ पत्रिकासँग पनि गरेँ पत्रिकासँग के भनेको छ भने विघ्नेश जन्मदाय षष्ठी देव्यम जीवन्त काष्ठ यथा मिलितो पूजनम षष्ठीका देवीको शक्तिको प्रतीक मानेको हुन्छ विघ्नेश जन्ममा कुनै त्यस्तो दोषहरू लागेको छ भने होइन कुनै त्यस्ता मूलहरू कुनै नक्षत्रमा छ भने पनि षष्ठीका देवीले चाहिँ प्रायश्चित गरिदिन्छन् शिशुलाई शिशु भनिन्छ त्यो भएको हुनाले गर्दाखेरि अरू यहाँ त्यस्तो केही पूजा हुँदैन त्यो षष्ठीका देवीको र अष्टमी पूजा गर्छ अष्टमी भनेको यो 8 रातिवाला छ नि मैले यहाँ है त्यो दिन 6 7 8 छ यहाँ यदि बाहिर चाहिँ अष्टमीको पूजा गर्ने यो कलश पारेर राख्नुपर्छ होइन अनि त्यहाँ पावनी भगवान नामको सच्चै गुरु दरबारको सानो मान्छेको पुत्र लाभको 6 दिनमा कर्म भइरहेको छ यहाँ हामी छैटौँको कर्म गर्न गइरहेका छौँ र धुप बालेर आफ्ना पितृलाई इष्टदेवतालाई गुरुदेवलाई सम्झिनु है त हरि ओम श्री गणेशाय नमः ओम विद्यारम्भे विवाहे च प्रवेशो निर्गमे तथा संग्रामे संकटे चैव विघ्नतस्य न जायते शुक्लं वरधरं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये अभिप सिद्ध्यार्थं पूजितो या सुरासुरै सर्वविघ्नार्थ तस्मै गणाधिपतये नमः ओम श्रीमन् गणाधिपतये नमः ओम उमामहेश्वरभ्यं नमः ओम वाणीहिरण्यगर्भ्यं नमः ओम वाणीहिरण्यगर्भ्यं नमः ओम शशिपुरन्दरभ्यो नमः ओम मातृपितृचरणकमलभ्यो नमः ओम इष्टदेवताभ्यो नमः ओम कुलदेवताभ्यो नमः ओम इष्टदेवताभ्यो नमः ओम ग्रामदेवताभ्यो नमः ओम वास्तुदेवताभ्यो नमः ओम सर्वभ्यो देव्येभ्यो नमः ओम यत्कर्मभ्यो नमः श्री मंगल मूर्ताभ्यो नमः त यहाँ मैले बनाइदिन्छु किताबमाथि जय 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 यो तिरान गर्ने देउला छ अब उठेर गर्नु उठेर गर्नु अब फुलले भात पाउँदैन फुलले भात पाउँदैन हरि ओम स्थिरो भव विरवङ्गा सुरभवर्धन्या पृथुर्वा सुगस्थग्ने पुरिजवाना श्री नमस्ते षष्ठीका दिनानां कर्मणः तिथि प्रसूति नमस्ते राख्दै पुष्प यति मन्त्र पुष्पाञ्जलि समर्पयामि श्रीदीपाय नमः गणक्षता पुष्पाणि समर्पयामि दुध अरे यो एउटा घन्टी छ घन्टी ल्याउनु घन्टी हरि ओम आदिवासी दुर्वादेवतां नहल्लिकन मातृवं बलं लक्ष्मी सवे स्वपादे पानकेशोचः षष्ठीदेवी नष्ट विंशतिका देवासिनी पूजितं परमे भक्तं दीर्घमाय उपक्षणे दीर्घायुः जननी सर्वसौख्यानं वादिनीं च धनसम्पदं साविदिनीं सर्वभूतानं जन्मदे त्वं वयं गौरीपुत्रं यथा स्कन्दं शिशुत्वं रचितं पुरः तथामप्य बालं षष्ठीकं रक्षणे जसरी गणेशको रक्षा भयो स्कन्दको रक्षा भयो त्यसै गरी लो कृष्ण कन्हैयालालको जय कृष्ण भगवानको जय 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 या जयलाई जितेको लागि दक्षिणा गर्नु पहिला गुरु रक्षा मोक्ष गुरु कृपा गुरु ब्रह्मा गुरु विष्णु गुरु देवा महेश्वरा
साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। तस्मै श्री गुरुवे नमः। श्री गुरु महाराज को जय। सद्गुरु महाराज को जय। पतित पावनी भगवान नाम को जय। नवग्रह देवताहरूको जय। गुरु चरण कमल बलिहारी प्रभु चरण कमल बलिहारी मेरे मन की दुविधा तारी रे मेरे मन की दुविधा तारी रे गुरु चरण कमल बलिहारी प्रभु चरण कमल बलिहारी रे भवसागर में नीरा पारा भवसागर में नीरा पारा दूरा मिलिया किनारा दूरा मिलिया किनारा फल में लीला उमारी रे गुरु फल में लीला उमारी रे गुरु चरण कमल बलिहारी रे चरण कमल बलिहारी रे राम बलो बलो तेरा राम बलो बलो तेरा जन्म जन्म की गैरी मेरे जन्म जन्म की गैरी मेरे तू सबको दीना मारी रे गुरु सबको दीना मारी रे गुरु चरण कमल बलिहारी रे चरण कमल बलिहारी मन की दुविधा
जगतजननी माता जी को जय। पतित पावनी भगवान नाम को जय।